धान काट्न जाँदैछौँ। आज चाहिँ यस्तो बवाल आएर हामी यहाँ बाइक लिएर अब गाउँमा धान काट्न जाँदैछौँ होइन। आज चाहिँ मौसम एकदमै सफा भयो। हिजो अस्ति झन् अस्ति पानी पऱ्यो, एकदमै पानी पऱ्यो। किसानले धान काटेको पनि सबै उम्रियो, के भयो होइन। अनि आज चाहिँ ट्याक्क मौसम क्लियर भयो। अनि घर धान काट्न लगाएर हामी दुईटा दाजुभाइ अब धान हटाउनलाई कि कुली लगाउनलाई हामी चाहिँ अब पोखराबाट ठ्याक्कै आज कति गते 18 गते 12:30 बजे हामी यो बिरौटाबाट पावर हाउस बिरौटाबाट ठ्याक्क हिँड्यौँ। मौसम चाहिँ यस्तो हेर्न सक्नुहुन्छ, यस्तो क्लियर एकदमै छ होइन। बाटोमा भेटौँला है। यो चाहिँ पोखरा भ्यू पोइन्ट है गाइस। यहाँबाट हेर्नु न पोखरा कस्तो बवाल देखिरहेको है। स्याङ्जा जिल्ला कास्कीबाट स्याङ्जा जिल्ला छिन्नेमिलसम्म नि मौसम क्लियर नै छ है। बाटो के बाटो स्याङ्जाका नेता इन्कीमा टोक्ने टाउकेहरू धर्मराज गुरुङ, पद्मा अर्याल, नारायण खरासिनी, राजु थापा यी हाम्राका नेता वरिष्ठ नेता हाम्रा माननीयहरू घरका गोपालमान श्रेष्ठले र यो बाटो जम्पिङ छ पाएको है। जम्पिङ बाटो देख्छ नि लाजै लाग्दैन क्या। ट्र्याक्टर नै हिँड्ने यस्तो छ बाटो एकदम। अनि फेरि फुर्ती लाम्दैन लौ हाम्रा जति विकास कल्यहरू अरे बेला यस्तो पनि हुन्छ। यो बाटो राम्रो भएर यो स्याङ्जाको यो गाडी दोहोरा भएर यस्तो छ ताल भन्दा बाटो ठुलो भएर गाडी रोकिए। ठुलो बाटो छ, छेउडो गयो यार, बाइक गइसक्यो यार। 4 लेनको बाटो छ यहाँ। यस्तो छ स्थिति, तनावग्रस्त भइसक्यो। मिलाइ चलाउने अरे सुन्नुभयो। झन्डै एक्सिडेन्ट भयो पनि। हाम्रो स्याङ्जा विकास गाडी यत्रो छ, बाटो यत्रो छ भने कहाँबाट छिरोस् गाडी। बाटै ठुलो भएपछि नि यस्तो पिर पर्दो रहेछ गाइस हेर्नु। सफा भएपछि हाम्रा स्याङ्जाका किसानी धान काटिहाल्ने सबैजनाले पुछा छोप्नु भएको छ है त। फाइनली गाइस पाखरीबाट आइसकेका छौँ है हामी। आएर यहाँ बाइक पार्क गरेका छौँ। यो चाहिँ राम्री माइतीको घर हो होइन। यहाँभित्र पसल पनि छ। गाइस हामी चाहिँ यी धान काट्न भनेर तिर्पल लिएर बुल्दान राम्नी अरे त्यही भएर यो तिर्पल लिएर आइयो। कहाँबाट भन्दा जुग्लेबाट होइन। यहाँ हामी झर्दैछौँ। मैले यहाँ डोलु बोकेको छु घिउ लिएर जाने भनेर। त चाहिँ साउका हाम्रो जन्मस्थल। अहिले पो केही छैन, पहिला त मान्छे थियौँ त्यहाँ। हामी 20-25 जना हुन्थ्यौँ लगभग। ए गाइस हामी चाहिँ अब घर आइयो। के छ हामी चाहिँ घर आइसकेको अवस्था है। अब हामी यहाँ धान काट्न गइन्छ। धान चाहिँ यस्तो मजाले कुरै नहेर्नुहोस्। ल हेर्नुहोस् मौसम चाहिँ यस्तो क्लियर छ। ट्याक्कै हेरौँ काम हेरिदिने हुन्। हेर्नुहोस् जल्या खानाको बल्ल चाहिँ कत सार्ने नकजिले हे हो त्यो तालो उतापट्टिको नै सार्दिनु अहिले सार मलाई
ओहै ओहै जाऊ है हामी चाहिँ खाजा भुजिया लिएर हिँड्यो तरकारी बोकेर हिँड्नु छ म चाहिँ हामी भाँडा बोकेर हिँडेको हेर्नुहोस् होइन हामी जाने चाहिँ हो गाउँ धान काट्ने ठाउँमा हाम्रा अरू मेलामेली पनि थपिएछन् यताउति 2-4 जना बढी भएछन् खाजा ल्याएको पुण्य क्या हामीले यत्रो धान फाडियो फाड्न त फाडियो तर मौसम चाहिँ अलि चिसो चिसो भयो धान चाहिँ लगभग 20वटा 21वटा मुरी धान चाहिँ काटियो होइन त दाइ काटियो नि होइन अब हामीले काट्यो भनेको यो सुरको अनि हेरियो सुरको त्यहाँसम्म अनि हाम्रो धान काटे सकियो तल यता बामाहरूले काट्दै हुनुहुन्छ 2 दाजुभाइ यो पोटिया छौँ गाइस हामीले यत्रो धान फाडियो 2टा हाँसी ल्याएर धान फाडियो अब चाहिँ यो 40 बाँकी छ यो 40 र हुर्तो 40 काटेपछि धान सकियो त हामीलाई थकाइ ल्याएर कम्मर हात लाएर बस्नु भयो म चाहिँ अब जति चाहिँ बाँदर गर्न गए हामीले यहाँ धान काट्दै गर्दा एउटा यहाँ बाँदर आए केर्नी बाँदर लखट्नै पर्यो दाइले बाँदर लखट्दै हुनुहुन्छ र हेर्नुहोस् धान चाहिँ फाडियो 70 बनाइयो यो गाउँ चाहिँ भिरकाटेरी त्यो चाहिँ म सानोमा पढेको अन्नाम्नी प्रकाश मावि अनि यो चाहिँ सत्यार एरिया तपट्टि छ र सत्यार यहाँ हाम्रो खाजा खाने कार्यक्रम भइरहेको छ हेर्न सक्नुहुन्छ होइन बासी चिउरा चराउनु पर्दैन अरे सबैले सुन्नु होला अब यहाँ ठुलियामीले भाउ लाँदै हुनुहुन्छ ट्याक्क यो तरकारी चाहिँ के गरेर ठुलियामी यो भिआइपी हो बुहारीले पकाएको मङमा बसाएको त्यहाँ भिरकाटेरीको त्यहाँ चाहिँ दुर्गा दाइका बुढाबुढी बसिया खानु त त्यहाँ बिचार ठ्याक्क भन्ट्याङ छ ल ए खाजा खाने कार्यक्रम भइरहेको छ 7वटा भनेको मैले अनि कतिजना हुने र 7वटा म त गने गरे ल गाइस हाम्रो धान काट्दा चाहिँ अब यो लास्ट घर हो यही दुर्गा दाइले म सक्छु भनेर यहाँ काट्न लायो अनि मेलो छोडिदियौँ हामीले होइन झुरुप पानी हो किसानिया छोरा परेपछि यस्तै हो लगाइस आज हाम्रो धान काटाइ चाहिँ यहीँ टुङ्गिएको छ बिहान 7 बजे पोखरा आएर यो पुरै फाँट ढलाएर अहिले यता बाँदर हेर्दैछौँ फिलहाल चाहिँ अहिले यहाँ बाँदर आयो होइन बाँदर आएको भिडियो आए यहाँ अपलोड गर्छु म यो फाँट सर्लक्क ढलाइ हेर्नु यो जति देख्न सक्नुहुन्छ यो भिडियोमा यो धान काटेको अति ढलेको अति यो सबै हामीले आएर ढलाएको अहिले चाहिँ धान काट्ने सकियो र बाँदर कुरेर बसेका छौँ हामी यहाँ मेरो भ्लगको अन्त्य पनि यहीँबाट हुन्छ अब मन परेमा लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सनु होला हैन यो हाम्रो थियो धान काटेको भ्लग है।